आज हामी थाकथाको माबोहाङ चेम्जङ वंश उत्थान सङ्घका केन्द्रीय सभापतिको साथमा चेम्जङहरूको ऐतिहासिक स्थल माङ्गेनायक चेम्भुवा माङ्सेबुङ 3 मा स्थलगत अध्ययन अवलोकनको लागि आएका छौँ। यो स्थलमा तुतुगेन तुम्याङ गुमानसिंह सङमाङबे लगायत दाजुभाइहरूले चेम्जङ वंश उत्थान सङ्घलाई 4 रोपनी जग्गा दान गर्नुभएको छ। अब यस ऐतिहासिक स्थललाई कुन रूपमा विकास गर्ने र यसको कसरी संरक्षण गर्ने भन्ने बारेमा साथै भावी योजनाको बारेमा थाकथाको माबोहाङ चेम्जङ वंश उत्थान सङ्घका सभापतिबाट जानकारी लिनेछु। सर्वप्रथम त हाम्रो यो पुर्खौली थाकथलो हामी आएको छौँ। सर्वप्रथम यहाँ हामी सबै साथीहरूलाई हामी सम्पूर्ण साथीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। पहिला हाम्रो पयगुम्बा नि जन्मेको यहीँबाट चेम्पाङ भएको हुनाले हामीले यहाँ छोडेर गएर 24 र 5 गयो र यहाँनिर बस्ने हाम्रा सङमाङफे दाजुभाइले हामीलाई 4 रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ। म सर्वप्रथम उहाँहरूलाई हाम्रो गोमान सिंह दाई लगायत उहाँको टिमलाई हाम्रो संस्थाको तर्फबाट सम्पूर्ण चेम्जङको तर्फबाट उहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। अब उहाँले प्रदान गर्नुभएको जग्गा त्यतिकै रहने होइन, यहाँ चाहिँ हामीले यो यकमा चाहिँ एउटा तत्काल उहाँले भन्नु छ एउटा यहाँनिर तत्काल चोतलुङ यहाँ गाड्ने चोतलुङ गाडिसके यहाँ एउटा भवन बनाउने। यो कस्तो खालको हुनसक्छ, एउटा भवन बनाउने र प्रत्येक वर्ष यो चोतलुङ भेलामा चेम्जङहरू भेला भएर यहाँनिर मङ्गेना गर्नु सकिन्छ अथवा यहाँनिर बसेर के अरे यहाँ घालिसरा बनाउनु सकिन्छ अथवा केही उहाँ गर्नु सकिन्छ। यस्तो कुराहरू चाहिँ यहाँनिर यही डाँडामा गर्ने भन्ने हाम्रो चाहिँ लक्ष्य छ। त्यसो भने यो ऐतिहासिक स्थललाई धार्मिक र पर्यटकीय हिसाबले चाहिँ विकास गर्दै लैजाने तपाईँहरूको लक्ष्य हो? हाम्रो लक्ष्य चाहिँ के छ भन्दाखेरि यहाँनिर हाम्रो चेम्जङहरूको चाहिँ एउटा यक गढ हामीले माङ्गेना गर्दाखेरि अझै पनि चेम्फा गढ भन्छ, चेम्फा यक भन्छ, अझै पनि के अरे बोधी यक के अरे भेलाङगढ आदि यासोगढ भन्छ त होइन। त्यसले यो जोडिएको यसलाई त हामीले त चोतलुङ बनाउनु पऱ्यो क्या। चोतलुङ बनाएर सम्पूर्ण चेम्जङको यहाँदेखि त चोतलुङ उठे त। त्यसो हो भने यो तपाईँको भावी योजनालाई पुरा गर्नको लागि चाहिँ स्रोत साधनको बारेमा तपाईँले के तयारी गर्नुहुँदैछ र के योजना बनाउनु भएको छ त? के छ भन्दाखेरि अब यो यकगढमा हामीले त्यो चोतलुङ पार्क अथवा चोतलुङ मात्रै गाडेर हुँदैन, त्यहाँनिर विश्राम स्थलहरू बनाउनुपर्छ। यहाँनिर के गर्नु सकिन्छ त्यो विश्राम स्थल भयो, त्यसपछि गएर यहाँनिर त्यस्तो किसिम के बनाउन सकिन्छ, यो के अरे चेम्फा गढीको के बनाउन सकिन्छ, यी सबै बनाउने अथवा यहाँनिर सङ्ग्रहालय बनाउन सकिन्छ। त्यसको लागि हामीले प्रदेश सभा सदरसँग, प्रदेश सभासँग अनि सङ्घीयसँग अनि त्यसपछि गएर चेम्जङहरू विभिन्न ठाउँमा छरिरहेको यो 9 जिल्लामा छरिरहेको चेम्जङ दाजुभाइले पनि हामी यहाँ लगानी गर्छौँ, हामी साथ दिन्छौँ भनेर भनिरहनु भएको छ। र देश विदेशमा कोही कोरियामा हुनुहुन्छ, कोही के अरे जापानमा हुनुहुन्छ चेम्जङहरू, कोही के अरे अमेरिकामा हुनुहुन्छ, कोही युकेमा हुनुहुन्छ होइन, कोही हङकङमा हुनुहुन्छ। उहाँहरू एकदम सहयोग गर्न तयार हुनुहुन्छ र उहाँहरूको नाम सबै लिस्टिङमा हुन्छ र के कुरामा उहाँले सहयोग गरेर के काम गर्न सकिन्छ अब त्यसको योजना बन्छ यसको के अरे एउटा मास्टर प्लान बन्छ, यसको डिपिआर बन्छ, डिपिआर बनिसकेपछि उहाँलाई त्यो दिइन्छ। त्यसपछि गएर यो अब आगामी सालदेखि यो काम सुरु हुन्छ। धन्यवाद अध्यक्षज्यू जानकारी। हस् त, धन्यवाद।